वेलकम ब्याक टु माई न्यू भिडियो। हजुर सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ म हजुरहरूसँग गफ गर्दै अपिल भिडियो कसरी बनाउने अनि यो किन आवश्यकता पर्छ अनि यो युट्युब हुनेहरूको लागि चाहिँ एकदम आवश्यकता हुन्छ यो अपिल भिडियो भन्ने चाहिँ। पछि हजुरहरूले भिडियो गर्दै जाँदा पछि गएर कपिराइट लाग्न त सक्यो नि हैन, कपिराइट लाग्न सक्यो अनि रियुज भिडियो भनिदिन सक्यो। अनि त्यस्तै त्यो समस्याहरूको लागि चाहिँ यो अपिल भिडियो एकदम आवश्यकता पर्छ। अपिल भिडियो चाहिँ अब हजुरहरूको कसैले युट्युब चलाउँदै हुनुहुन्छ या हजुर आफैले युट्युब गर्नुहुन्छ भने चाहिँ आफैलाई एकदम उपयोग त भइहाल्यो, र कसैले युट्युब चलाउनुहुन्छ भने चाहिँ उहाँलाई सेयर गरिदिइहाल्नुहोस्। र अब ढिला नगरिकन आजको यो भिडियो सुरु गरौँ है त। म चाहिँ सुरुमा हजुरहरूले स्क्रिनमा देखाएको जस्तै ट्याक्क म कसरी गर्ने सब सिकाउँछु। कसरी पोस्ट गर्ने त्यो युआरएल प्रब्लम हुन्छ सबको धेरैको चाहिँ हैन, त्यो पनि कसरी कपी गर्ने त्यो सब सिकाउँछु। ध्यान दिएर स्किप नगरिकन हेर्नु होला। सुरुमा चाहिँ हजुरहरूले क्यामेरा खोल्नुहोस् हैन, क्यामेराको एंगल चाहिँ यसरी मिलाउनुहोस्। मेरो चाहिँ यहाँ लाइट बोलेको रहेछ, लाइट अफ गरेर यसरी क्यामेराको एंगल मिलाउनुहोस् हैन। ट्याक्क त्यो उज्यालो देखिन पर्यो अनि त्यो बोली चाहिँ एकदम स्पष्ट हुन पर्यो के, त्यो हडबड टाइपको हुन भएन जुन अहिले मेरो भइरह हैन, त्यस्तो हुन्छ भएन। यसरी ट्याक्क क्यामेरा एंगल मिल्यो नि, अनि यतिको मिलेपछि भिडियो चाहिँ 3 मिनेटदेखि 5 मिनेटसम्मको हुन पर्यो। 5 मिनेट भन्दा बढी चाहिँ हुन भएन र 3 मिनेट भन्दा कम पनि हुन भएन। ट्याक्क 3.5 मिनेट 4.5 मिनेट त्यस्तै बनाउनु न, 4 मिनेट त्यो चाहिँ एकदम उपयुक्त हुन्छ। भिडियो बनाउँदा चाहिँ कसरी बनाउने भन्दाखेरिमा ट्याक्क यसरी क्यामेराको एंगल मिलिसक्यो नि, अब मजाले मिलाउनुस्। त्यसपछि चाहिँ त्यो भिडियो त हजुरहरूले रेडी पारिसक्नु भयो भने चाहिँ ट्याक्क 3 मिनेटको भिडियो बनाउनु। त्यसपछि चाहिँ यो युट्युबमा जानु र युर भिडियो भन्नेमा जानु। अनि यसरी भिडियो पोस्ट गर्दा चाहिँ त्यो क्याप्सनमा अपिल भिडियो मात्र लेख्नु होला, ह्यासट्याग केही पनि लगाउन हुँदैन। मात्र अपिल भिडियो लेख्ने र अनलिस्टमा गरेर पोस्ट गर्ने। त्यो ओन्ली मी या प्राइभेट एभ्रीवन केही गर्ने हैन, अनलिस्टमा गएर भिडियो पोस्ट गर्ने। म देखाउँछु, यहाँ एडिटको अप्सन छ यसरी, अनि यहाँ देख्नुभयो नि हजुरहरूले अनलिस्टमा छ। अनि यहाँ लेख्दा चाहिँ त्यो अपिल भिडियो मात्रै लेख्ने देख्न सक्नुहुन्छ। मेरो चाहिँ यहाँ यो चाहिँ मैले एकपालि बनाएको, यो चाहिँ रिजेक्ट भएको भिडियो हो। किनकि मेरो हेर्न सक्नुहुन्छ हजुरहरूले, टाइम हेर्न सक्नुहुन्छ मेरो 32 सेकेन्ड मात्र छ। म चाहिँ इङ्ग्लिसमा बनाएको थिएँ हैन, 32 सेकेन्ड मात्रै छ कि यो चाहिँ, त्यही भएर चाहिँ मेरो यो रिजेक्ट भएको थियो। मैले भने नि हजुरहरूलाई टाइम चाहिँ त्यही अनुसारको टाइम बनाउनु होला, 3 मिनेटदेखि माथि 5 मिनेटदेखि तल। अनि पछि यहाँ देख्न सक्नुहुन्छ मेरो यहाँ अपिल स्टार्ट अपिल भनेर यहाँ देखाइरहेको हो। मैले चाहिँ यसरी अपिल पेस्ट गरेको थिएँ, उता गएर कपी गरे, सेयरमा गएर कपी हान्दिएँ। अनि पछि यहाँ आएर पेस्ट गर्नु होला हजुरहरूले। अनि त्यो क्वेसन मार्क छ नि त्यहाँसम्म चाहिँ काट्दिनुहोस् हजुरहरूले, नत्र यतिको चाहिँ कपी त्यो सबमिट हुँदैन। सो यति गरिसकेपछि चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ भइसकेको छ। धेरैको यो प्रब्लम हुन्छ, तर यसरी गऱ्यो भने चाहिँ यो केही पनि हुँदैन। अनि यहाँ टाइम दिएको छ 14 दिनमा चाहिँ 14 दिन चाहिँ हामीले कुर्न पर्ने हुन्छ। हजुरहरूले स्क्रिनमा देख्न सक्नुहुन्छ, यो चाहिँ टाइम हो। अब 14 दिनमा चाहिँ के होला त, अपिल भिडियो सक्सेसफुल होला कि फेरि रिजेक्ट होला त, त्यो हुन्छ हैन। त्यही भएर त हजुरहरूले पनि यस्तै छोटो भिडियो बनाउनु भयो भने चाहिँ त्यो त रिजेक्ट हुन्छ जो हैन। अनि त्यही भएर त्यो चाहिँ अलि 3 मिनेटदेखि माथि र 5 मिनेटदेखि तल एकदम साउन्ड क्लियर, ब्याकग्राउन्ड ट्याक्क उज्यालो, त्यो झिलमिल हुन पर्दैन, ट्याक्क उज्यालो हुन पर्यो हैन। त्यति भएपछि अनि त्यो भिडियोहरू त्यो देखाउँदा चाहिँ के गर्नुहोस् भन्दा हजुरहरूले यो चाहिँ अब मैले अलि छोटो भयो हैन, के गर्नुहोस् भन्दा यो ग्यालरीमा हजुरहरूले त्यो एडिट गरेको हुन्छ नि, म यसरी एडिट गर्छु भनेर म यसरी एडिट गर्छु। अनि मेरो भिडियोहरू यसरी जंगलहरुमा या म आफै कन्टेन्ट गराउँछु या कसैको कपी गर्छु, जे गर्नुहुन्छ त्यही गर्नुस्। कसै कपी गरेर राख्नुहुन्छ भने चाहिँ कपी नै भन्नुस्, त्यो चाहिँ कहिले मोनेटाइज नै हुँदैन कपी हो भने चाहिँ हैन।
त्यो चाहिँ मोनेटाइज गरेर पनि त्यो रिजेक्ट नै हुन्छ। सो सब कुरा खुलाएर बोल्न पर्ने हुन्छ कि 5 मिनटभित्र चाहिँ आफ्नो युट्युब च्यानल यस्तरी स्क्रिनमा देखाएर अनि मेरो चाहिँ यो युट्युब हो, म चाहिँ यसरी एडिट गर्छु क्यापकटदेखि अनि यस्तरी भिडियो बनाउँछु। जस्तै सब हजुरले भ्लग गर्दा जे गर्नुहुन्छ नि त्यो कुरा चाहिँ सबै त्यसमा समेट्न पर्ने हुन्छ अनि बल्ल मात्र। अनि ल्याङ्ग्वेजको कुरा गर्दा नेपाली ल्याङ्ग्वेज चल्दैन ल, मैले सुरुमा भनेन नेपाली ल्याङ्ग्वेज चाहिँ चल्दैन। नेपालीमा हजुरहरूले बनाउनु भयो भने चाहिँ त्यो चाहिँ रिजेक्ट हुन्छ नै हुन्छ। हजुरहरूले केमा बनाउन सक्नुहुन्छ भन्दाखेरिमा कोरियन, जापानिज, अब तिनीहरू पनि हजुरहरूलाई आउँदैन भने चाहिँ हजुरहरूले हिन्दीमा बनाउन सक्नुहुन्छ। लगभग हिन्दी त सबैजनालाई आउँछ। सो हजुरहरूले चाहिँ हिन्दीमा बनाउन सक्नुहुन्छ र इङ्ग्लिसमा बनाउन पनि सक्नुहुन्छ। इङ्ग्लिसमा अब सबै कुरा भन्न नआउला नि त। सो हिन्दीमा बनाउँदा चाहिँ एकदम दामी हुन्छ होइन। सो आजलाई चाहिँ यति नै भन्दै हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब गरेर जानु चाहिँ नभुल्नु होला। म अब यस्तै भिडियोहरू लिएर आउनेछु। सो बाई बाई गाइज।